नमस्कार साउबा। नमस्कार। आज तिमीहरू मेरो ढोकामा के भन्न आयो? ल भन। यदि भेडा खोज्न आएका हौ भनेदेखि भेडा भेट्दिनस्। केशव र तिलकले भेडा बेच्न बुर्तिबाङ लिएर गइसके। भेडा खोज्न आएको होइन, मेरो बुढा खोज्न आएको हो। म के तेरो लौनीको चरुवा हो? तेरो लौनी कहाँ जान्छ के गर्छ भनेर पछि 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 लागेर हिँड्नी? हँ? तर हिजो दाई त तपाईँकोमा जान्छु भनेर आउनुभएको थियो। भन्नुहोस् कहाँ छन् मेरो दाई? जहाँ छ त्यहाँ गएर खोज्न। मेरो ढोकामा किन? यदि मेरो बुढा यहाँ आएको थिएन भने यो जुत्ता कसरी आयो? आफै त आएन होला नि। भन्नुहोस् मेरो बुढा कहाँ छ? भन्नुहोस् न, भन्नुहोस् मेरो बुढा कहाँ छ? त्यो 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 त मैले भने त आएको थियो, गयो। मेरो बुढाले जति रक्सी खाए तापनि राति अबेरै भए पनि घर आउनुहुन्थ्यो। तर हिजो आउनु भएन। यो जुत्ताले भटाउँछ कि मेरो बुढालाई केही न केही भएको छ। कि त लास चाहियो के सास चाहियो? आयो तैँले आजसम्म हामी आइमेलाई रम्बा र उर्विशीको रूपमा मात्र देखेको थिइस्। तर आज हामी आइमेले चण्डी र अग्रचण्डीको रूप ल्यायौ भने तेरो रगत पनि पिउन सक्छौ। बुझिस्? ला ला जा, ला जा। अति दुःख देखो। पनि तेरी नानीलाई राक्षस तँलाई त अब धेरै मार्छ मार्नुहोस् रानी, मार्नुपर्छ। अनि के गर्छ? बोटी गुटी कमाउनु नानी, म ढुङ्गा लिएर ढुङ्गा टाउको मारिहाल्नुपर्छ। यदि भन्छस् भने भन, भन्दैनस् भने ए ढुङ्गाले किचेर मारिदिन्छु। भन्छु भन्छु भन मेरो बुढा कहाँ छ? भन्छु 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 भन्छी त कहाँ छ? भन्छु। हिजो 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 भोकले हाम्रो घरमा आएको थियो। मैले र मेरो केटाहरूले मारेर उहाँ खोल्सीमा फाल्देका छन्। मलाई छोड्दे
मलाई छोड्दे मलाई छोड्दे यदि मेरो बुढालाई केही भक्को रहेछ भने जेल जानु पनि तयार छु बुझेर। हिँड न नानी दाइलाई खोज्न जाऊ। जाऊ भाउजू जाऊ।